हेलो एभ्रिवान, वेलकम ब्याक। सन्चै हुनुहुन्छ सबैजना? म त एकदम ठिकै छु, आरामै छु भन्नुपर्छ। अनि हेर्नु न, आज चाहिँ फेरि मैले नयाँ भिडियो लिएर आएको छु। अनि मेरो टमाटर बारी चाहिँ एकदम सुकेर, हेर्नु न, मैले चाहिँ यो टमाटर दसैँ तिहारसम्म खाने भनेर रोपेको थिएँ, तर यसले साथ दिएन है साथीहरू। आफूले कल्पना गरेको कुराहरूले साथै दिनुपर्छ भन्ने पनि त छैन। मैले कति आशा गरेर दसैँ तिहारसम्म हुन्छ भनेर कति मलजल गरेर टमाटर रोपेको थिएँ। टमाटरले त बिच बाटोमै नेटो काट्यो। अब यसलाई फाल्ने समय आयो। नफालेर पनि के गर्नु, यसको कामै छैन। अनि यो बारी बाँझो किन राख्नु भनेर मलाई चाहिँ एकदम के मनमा के हुन्छ उकुस उकुस मुकुस हुन्छ कि बिग्रेको बानी हो कि खरो बानी हो के भन्ने यसलाई। अब यो बारी यत्तिकै किन छोड्ने, भाडा तिर्नुपर्छ होइन। अनि आफूले खानलाई पनि हुन्छ भनेर म चाहिँ बारी सफा गर्न लागेँ। अब यो बारीमा रायो सायो छर्यो भने पछि आफूले खानलाई त हुन्छ नि भनेर। आफूले खानलाई मात्र हुनु पनि सीमित नै हो, खाएको खाने, नखाएको बचेको बाँड्ने। मेरो चाहिँ यस्तै हुन्छ। अनि मैले यो बारी पुरै सफा गर्छु भनेर गएँ कि बारीमा। अनि भिडियो पनि खिचेँ। मोबाइल उता त्यो टमाटरको बोटमा राखेर ठाउँ राखेर मैले भिडियो खिचेँ कि फेरि यत्रो काम गर्दासम्म खालि के एउटा भिडियो पनि बनाऊँ भनेर भिडियो पनि बनाएँ। साथीहरू खिचिदिने मान्छे त बेला बेला पाइँदैनन् नि त, एक्लै भएको बेला जुगाड लगाइयो। अनि अब बारी यत्रो बारी सफा गर्न त टाइम लाग्छ है। यो भिडियो चाहिँ कति छोटो छ, तर टाइम चाहिँ एकदम धेरै लागेको थियो। लगभग 1 घन्टा पौने घन्टा चाहिँ लागेको थियो मलाई। अनि यो बारी पुरै सफा गरेर मैले चाहिँ सोचिरहेको थिएँ अब यसमा मजाले खनेर टमाटर लगाउनु, के अरे अरू तरकारी लगाउँला भनेर। तर साह्रो थियो कि, एकदम साह्रो थियो। मैले सोचे जस्तो थिएन। सोचे जस्तो काहीँ पनि हुँदैन, कसैको पनि हुँदैन। यो जिन्दगीको रित नै हो, यसलाई स्वीकार गर्नुपर्छ। सोचे जस्तो, कल्पना गरे जस्तो जिन्दगी भइदिए त कोही मान्छे पनि दुःखी हुने थिएनन्। सबै कुरा यस्तै त हुने होइन र। सोच्ने मात्र हो, कल्पना गर्ने हो, कल्पनामै रमाउने हो। रियलमा त्यो सम्भव पनि छैन, कसैको हुनु पनि हुँदैन। संसारमा सबैको यस्तै छ, मेरो मात्र छ, उसको मात्र छ भनेर दुःखी हुने काम नगर्नुहोस्। यो संसार यसरी नै चलेको छ। अनि यो फर्सीको झालले चाहिँ भित्रै आएको कि, बाहिरको फर्सी भित्रै आएको, फेरि मलाई दुःख दिनलाई भनेर। हेर्नु न, यसले पनि छोडेन दुःख दिन, फेरि भित्रै आएछ। यसलाई पनि बाहिर फालेको, फेरि भित्रलाई यसलाई मौलान दियो भने त पुरै टनेल ढाक्छ यसले। अनि पुरै सफा गर्छु भनेर अनि सबै के अरे फर्सीहरू बाहिर पठाएँ, बाहिरै फल तिमीहरू भनेर। अनि कति जागर आएको कि मलाई काम गर्न चाहिँ। यस्तै जागर पढ्नमा आइदिएको भए जब गरिन्थ्यो होला, पैसा कमाइन्थ्यो होला, अनि सबैले देख्थ्यो होला। अनि यो काम जति गरे पनि देख्ने कसैले पनि होइन। कसैले देखे पनि नदेखे पनि मैले अरूले देखोस् भनेर पनि गरेको होइन। बारी छ, बाँझो किन राख्ने, अलिअलि तरकारी लगाउँ भनेर मैले चाहिँ दुःख गरेको। अब यति दुःख गरेपछि थोरै खान पनि पाइन्छ नि त होइन साथीहरू। त्यही भएर अनि दिक्क लागेको बेला मेरो चाहिँ बारी छ कि, टाइम बोलाउने। खुस्सो बारीमा छिर्छु अनि सानो काम गर्छु, फेरि हात खुट्टा धोएर भित्र बस्छु। अनि मलाई चाहिँ अहिले गर्मी पनि छ नि त, गर्मी छ, पानी परिरहेको छ। फेरि पानीले गर्दा सर्पहरू यस्तो आउँछन् नि, छोड्दिनँ। अब बेला बेलामा डर पनि लागिरहेको थियो कि कतैबाट आएर ठुस आएर ठोस्ने हो कि भनेर। फेरि कति प्यारो के ज्यान पनि है, कति माया लाउँछ यो ज्यानको। के गर्नु, यो ज्यानको माया नलाउने भए यति दुःख गर्नु पर्थेन। त्यही भएर मलाई चाहिँ डर पनि लागिरहेको छ बेला बेला। माथि त्यो पालमा चाहिँ चराहरू बसिरहेको रहेछन् कि, म त आइहाल्यो कि सर्प भनेर बेला बेला हेरेको डर पनि। हेर्नु न, कायर के कति म कायर। त्यही भएर साथीहरू मलाई चाहिँ एकदम अब के भन्ने डर त जे कुराको पनि लाग्छ है। अनि मैले चाहिँ बारी यत्तिको बनाएँ क्या, यत्तिको सफा गरेँ पुरै बारी। टमाटरहरू पनि टिप्न बाँकी रहेछ, भाँडा लगेर गएको थिएन। अब एकछिनमा आउँछु फेरि भनेर। अनि अस्ति के मैले निर्जला एकादशीको दिन तुलसीको बेर्ना राख्ने दिन नि, फुलको बेर्ना राख्छु भनेर बेर्ना राखेको थिएँ कि, यति राम्रो फुल थियो पोर्सालको। त्यो चाहिँ साथीहरू टनेल बाहिर भएर होला, पानीले भिजेर होला कि के होला, सायद कुहियो कि के हो, एउटा बोट पनि उम्रेन कि। अनि मलाई चाहिँ अब के गर्ने, फुलहरू रोपेपछि वरिपरि राम्रो पनि हुन्थ्यो, आफूलाई पनि त चाहिन्छ है तिहारमा। त्यही भएर मैले चाहिँ त्यो एउटा माला बचाएर रहेछ कि पोर्सालको, अब त्यो फुल कस्तो हो थाहा छैन। अनि म चाहिँ टनेलभित्र राख्छु, थोरै भयो भने उम्रे पनि उम्रियोस्, नउम्रे पनि नउम्रियोस्। अब हुन्छ कि हुँदैन भनेर छोड्नु त भएन, गर्नु त पऱ्यो नि है साथीहरू। भयो पनि नभए पनि ठिकै छ भनेर मैले चाहिँ त्यहीँभित्र लगेर गएको थिएँ कि, टनेलभित्रै हो यो। अनि त्यहीँभित्र बेर्न छर्न थालेँ। अनि यस्तो गर्मी थियो नि त्यहाँभित्र, हेर्नु टनेलको पालभित्र कस्तो गर्मी हुन्छ नि। उयो मौसम पनि कस्तो गुमसुम थियो कि आज। अनि मैले चाहिँ पुरै माला छ नि, एउटा माला नै राखिदिएको छु। अब उम्रियो भने तपाईँहरूलाई देखाउने छु है बेर्ना। अनि यो साल तिहार ढिला छ, अब खै तिहारलाई भ्याउँछ कि भ्याउँदैन। तिहारसम्म रेडी हुने भयो त ठिकै हो, अलिअलि बेच्न नि पाइन्थ्यो। नभए पनि ठिकै छ, वरिपरि राम्रो हुन्छ, सजाउनलाई पनि मिल्छ उम्रियो भने है साथीहरू। त्यो तरिकाले मैले चाहिँ बेर्ना राखेँ कि फुलको।
अब यस्तो राम्रोसँग राखेको छु, नभए भने त फेरि मलाई रिस उठिहाल्छ नि त्यो दिन। कराउँछु, एक्लै कराएर के फाइदा। त्यस्तो छ साथीहरू। अनि साथीहरू मेरो आइडीलाई फलो पनि गर्नुहोला, माया गर्नुहोला, साथ सपोर्ट गर्नुहोला भन्दै अब आज चाहिँ हेर्नु मैले सकेँ, पसिना पनि आइसक्यो। छुट्यौँ ल साथीहरू, बाई बाई।